नमस्कार, गुड मर्निङ, शुभ बिहानी। र यति बेला बिहानको 7 बज्न आँटेछ र म काममा जाँदैछु र आज दिनभर मलाई फुर्सद हुँदैन, त्यसैले एउटा भिडियो बनाउँदैछु। र आज मौसम बडा बेइमान, तपाईलाई आजको मौसम देखाउन चाहन्छु। र आजको मौसम साँच्चै नै बेइमान छ। र आज असोज 24 गते पनि लागिसक्यो र असोज 24 गते लागिसकेको छ र जाडोको मौसम चाहिँ देखाइरहेछ। यो दिनमा तपाईलाई म एउटा क्लियर मेसेज दिन चाहन्छु। यो मेसेज भनेको 16 देखि 20 वर्षका भाइ बहिनीहरुको लागि मेरो तर्फबाट यो मेसेज हो। र उहाँहरुलाई आजको यो बेइमान मौसममा म के मेसेज दिन चाहन्छु भने, प्रिय भाइ बहिनीहरु, डियर ब्रदर एन्ड सिस्टर, तपाईहरुलाई के भन्न चाहन्छु भने दिस पिरियड, जस्तै अहिले 16 देखि 20 वर्ष को जुन भाइ बहिनीहरु हुनुहुन्छ, उहाँहरु क्लास 9, 10, 11, 12 अथवा यो भन्दा पनि माथि हुन सक्छ, अथवा यो भन्दा तल पनि हुन सक्छ। र म उहाँहरुलाई के मेसेज दिन चाहन्छु कि एउटा क्लियर मेसेज मेरो तर्फबाट, यो समय भनेको तपाईहरुको भविष्य बनाउने समय हो। तपाईहरुको भविष्यको फाउन्डेसन, द फ्युचर फाउन्डेसन। र यो समयमा म के हेर्छु भने प्राय गरेर भाइ बहिनीहरु धेरै अरु पढाइ, यो भनेको त यो हामीले स्टडी गर्ने हैन, पढ्ने अध्ययन गर्ने समय हो। तर यो समयमा के हेर्छु भने उनीहरु अर्कै कुरातिर लागेको हुन्छ। जस्तै के हुन्छ भने अहिले प्राय गरेर भाइ बहिनीहरुमा के छ भने, जस्तै कुलतमा, जस्तै पढाइहरु छोडेर साथीहरुसँग, गलत साथीहरुसँग हैन, गलत कम्पनीमा जाने हैन, गलत साथीहरु बनाउने हैन, र कुलतमा लाग्ने, पढाइप्रति रुचि नराख्ने हैन, ध्यान नदिने। अर्को भनेको मोबाइलको लत, एडिक्सन अफ मोबाइल फोन, स्मार्टफोन। के हुन्छ भने अहिले प्राय गरेर फ्री फायर, पबजी हैन, सोशल मिडिया हैन, योहरुमा लट्स अफ टाइम स्पेन्ड गरिरहेको हुन्छ, आफ्नो टाइमलाई खेर फालिरहेको हुन्छ। अर्को हेर्छु भने इश्क और प्यार का मजा लीजिए, योमा लागेको हुन्छ, भनेको प्यार मोहब्बतमा लागेको हुन्छ यो समयमा, पढाइलाई साइड गरेर। र म के मेसेज दिन चाहन्छु यहाँहरुलाई, जस्तै यो समयहरु योहरु गर्नका लागि, यो कामहरु, यो प्यार मोहब्बत भयो, तपाईले जस्तै अब सोशल मिडियामा तपाईले जुन समय बिताउनुहुन्छ, अहिले प्राय गरेर टिकटक, फ्री फायर अनि पबजीमा जुन भाइ बहिनीले समय बिताउनुहुन्छ, यो पछि तपाईले पाउनुहुन्छ, पछि पनि पाउनुहुन्छ के। र यो 16 देखि 20 को एज हो नि, यसमा तपाईले आफैलाई तिखार्नुहोस्, आफ्नो भविष्यलाई, आफ्नो जुन गोल छ, एउटा तपाईले एउटा गोल सेट गर्नुहोस्, गोल टार्गेट गर्नुहोस्। किनभने तपाईलाई यो के भन्छ, प्यार मोहब्बत गर्न, तपाईलाई के भन्छ, यो सोशल मिडिया चलाउन, तपाईलाई यो कुलततिर जान पछि पनि समय हुन्छ। बट तपाईले यो पिरियडलाई तपाईले युटिलाइज गर्नुभयो भने, यो समयलाई, यो 16 देखि तपाईले यो 20 को जुन एज छ, यो एजलाई तपाईले आफैलाई सेल्फ डिसिप्लिन मेन्टेन गर्नुभयो भने, सेल्फ डिसिप्लिनले मान्छेलाई धेरै उचाइसम्म पुर्याउँछ। त्यसैले सेल्फ डिसिप्लिन मेन्टेन गर्ने, तपाईले सोशल मिडिया चलाउन मन लाग्छ, तपाईलाई साथी बनाउन मन लाग्छ हैन, तपाईलाई कुलत, धूम्रपान, मद्यपान गर्न मन लाग्छ, तर यो समयमा तपाईले आफैलाई संयमित बनाउनु भयो भने, तपाईले आफैलाई कन्ट्रोल गर्नुभयो भने तपाईको लाइफ चिङ्गालाला हुन्छ। त्यसैले माई डियर फ्रेन्ड, आई हटली रिक्वेस्ट, तपाई जब एट द एज अफ 25 हुनुहुन्छ अनि त्यति बेला तपाई पस्ताउनुहुन्छ के, मैले त्यो समयमा यस्तो गरेको भए म यस्तो हुन्थ्यो। त म तपाईलाई के भन्छु भने, तपाई त्यति बेला पस्ताउनुहुन्छ, त्यो भन्दा राम्रो आजदेखि तपाईले असल गर्न सोच्नुहोस्, आफ्नो भविष्यको लागि सोच्न सुरु गर्नुहोस्। र तपाईले टार्गेट लिनुहोस्, आफ्नो गोल फिक्स गर्नुहोस्, र तपाईले आफ्नो काम आजबाट सुरु गर्नुहोस्। तपाईलाई भिडियो कस्तो लाग्यो? यदि नराम्रो लाग्यो भने गाली नगर्नु होला। थ्यांक यू सो मच।